सो हाई हेलो एभ्रिवान, इट्स मी लक्ष्मी खड्का। आज चाहिँ म दानापुर ताल आएको छु। यहाँ चाहिँ एकदमै भाइरल प्लेस हो यो चाहिँ। अहिले चाहिँ डुवा चलेको छैन, यत्तिकै फुलहरू फुलिरहेको छ, कस्तो राम्रो देखेको छ। यो चाहिँ रूपन्देही गजेडी ताल भनेर चिनिन्छ यसलाई, भित्र पर्छ। हजुरहरू पनि आउन सक्नुहुन्छ, एकदम भाइरल प्लेस हो, एकदम राम्रो छ। पिकनिक खानको लागि पनि राम्रो छ। म चाहिँ अहिले भाइ अनि मामा घरको हजुरआमा भएर आएको छौँ हामी चाहिँ। हजुरआमालाई कस्तो लाग्यो होला मैले भन्न सोध्छु। राम्रो एकदम राम्रो लाग्यो। अरू अरू सुन्न मन लागेको थियो, तिमीले धेरै भनिनौ। यता दानापुर ताल गलेडी ताल भन्दैनन्, दानापुर ताल भन्छन् के तिमीले? म चाहिँ मिस्टेक भयो है बोल्न, मलाई त्यति थाहा थिएन। हजुरआमा चाहिँ भनिदिनु भयो, त्यसमा माइन्ड नगर्नु होला। सो मेरो फर्स्ट टाइम हो यो बोलेको यसरी, कन्फ्युज हुन सक्छ, त्यसको लागि आइएम रियली सरी। र हजुरहरू पनि जो नजिक हुनुहुन्छ आउनु होला, एकचोटि भिजिट गर्नु होला। बाई गाइस।